नमस्कार साथीहरू। आजको भिडियोमा यो डिभिडेन्ड यिल्ड कसरी पत्ता लगाउने भनेर एउटा भिडियो लिएर आएको छु। आशा छ तपाईको लागि केही ज्ञानवर्धक हुनेछ। सुरु गरौँ आजको भिडियो। कतिपय कम्पनीहरूले मानौ अब कहिले 20% डिभिडेन्ड दिएको हुन्छन् हैन, कहिले 30% दिएको हुन्छ, कहिले 40% दिएको हुन्छ डिभिडेन्ड हैन, कहिले कति अथवा तपाईको युनिलिभरले त कति 1800% अनि 1700% दिएको हुन्छ। यो खास के हो त? यो 1700% डिभिडेन्ड दिएको धेरै हो कि हामीले लिन हुने हो कि नहुने हो अहिलेको प्राइसमा हैन? यो 20% डिभिडेन्ड दिने धेरै हो कि थोरै हो, यो हामीले कसरी पत्ता लगाउने? कि 1700 डिभिडेन्ड दिनेहरू सबै महँगा अनि 20% डिभिडेन्ड दिनेहरू सबै सस्तो अथवा सबभन्दा कम डिभिडेन्ड दियो भन्ने त होइन होला। त्यसको लागि हामीले अब पत्ता लगाउनु पर्ने हुन्छ। जस्तै तपाईको अहिले कति डिभिडेन्ड दिएको छ, मानौँ 20% डिभिडेन्ड दिएको छ हैन? 20% डिभिडेन्ड दिएको छ र त्यसको लागि तपाईले अहिले कति हाल्नु भएको छ त्यसलाई प्राइस मानौँ 300। अहिले तत्काल एलटिभी 300 छ। इन्टु यसलाई 100 गरौँ। कति आयो यसको? ए क्याल्कुलेटर हेरौँ है त। दुलक्षमा 20 डिभाइड बाई 300 इन्टु 1/10 भनेको कति पर्सेन्ट डिभिडेन्ड दियो? 6.66%। 6.66%। अब मानौँ तपाईलाई युनिलिभरले 1700% डिभिडेन्ड दियो। 1/1700 अपन कति दिनुभएको छ त त्यसलाई प्राइस? मानौँ 48,000 इन्टु 1/10 1700 डिभाइड बाई 4/8 48,000 इक्वल टु इन्टु 1/10 भनेको 3.54 3.55 भनौँ न। भनेको अघिको हिसाब, अघिको यो 1700% डिभिडेन्ड दिने भन्दा तपाईको अघि 20% डिभिडेन्ड दिने थियो नि, त्यो चाहिँ तपाईको सस्तो रहेछ। भनेको डिभिडेन्ड धेरै पाउनु भएको रहेछ। भनेको यो त अहिले तपाईको 3.55% मात्रै पाउनु भएको छ। भनेको तपाईको फिक्स्ड डिपोजिटको रेट बराबर पाउनु भएको छ। अब यो हामीले यसरी हामीले हिसाब गर्नु त पर्दैन, अटोमेटिक सफ्टवेयरले गरेर दिएको हुन्छ वेबसाइटहरूले। अब त्यसको लागि हामीले कहाँ गएर हेर्ने भन्दाखेरि अब सुरुमा तपाई जानु nefsialpha.com को डेली नेप्सी समरी भन्नेमा जाने।
डेली नेप्से समरी भन्नेमा जानुभयो भने यो फ्री वेबसाइटबाट देखाएको छु। तपाईँले अब पेडबाट त अब अरू थुप्रैबाट हुन्छ, फ्रीमा देखाएको छु तपाईँहरूलाई। नेप्से अल्फामा गएर तपाईँहरूले यहाँ डिभिडेन्ड यिल्ड भन्ने छ, देख्नुभयो यहाँ डिभिडेन्ड यिल्ड, यो डिभिडेन्ड यिल्ड भन्ने छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गर्नुभयो भने यहाँ देखाएको छ एमएनबिबिएल, अब सिम्बल एमएनबिबिएल, अब सेक्टर डेभलपमेन्ट ब्याङ्क एलटिभी 371.90 रहेछ। यसको डेली चेन्ज 1.03% छ। डिभिडेन्ड यिल्ड चाहिँ नि 4.89 दिएको छ। भनेको तपाईँको यहाँ सबभन्दा धेरै डिभिडेन्ड दिनेहरू हेरौँ है त। सबभन्दा धेरै डिभिडेन्ड दिने के रहेछ, एमएनबिबिएलले 4.89 भनेको तपाईँले 371। अझै यसलाई अर्कोबाट हेरौँ है त। नेप्से अल्फामै जाउँ। यहाँ गरी एमएनबिबिएल टाइप गरौँ है। तपाईँहरूले आफै हिसाब गरेर बुझ्न चाहनुहुन्छ भने यसरी गर्दा हुन्छ। अब यसमा गएर तपाईँहरूले इन्भेस्टमेन्टमा जानु। इन्भेस्टमेन्टमा जाँदाखेरि यो चाहिँ नि पछिल्लो समय डिभिडेन्ड दिएको 18.20% होइन। अब यहाँ आउनु, 18.20 डिभाइड बाई अहिले एलटिभी कति छ यसको, 371.90 इन्टु 1/10 4.89% भनेको तपाईँहरूले सबभन्दा अब धेरै डिभिडेन्डको लागि चाहिँ नि 371 रुपियाँको एमएनबिबिएल पाइया रहेछ अहिले। त्यसले चाहिँ नि 4.89% डिभिडेन्ड दिएको, डिभिडेन्ड यिल्ड रहेछ आजको दिनमा। अब गएको डिभिडेन्ड बाढेको हिसाबले तपाईँले आज त्यो पैसा आज त्यो यो मूल्यमा किन्नुभयो भने यति पर्सेन्ट डिभिडेन्ड यिल्डको हिसाबले पाउनुहुन्छ। अब यस्तै गरी दोस्रोमा छ आइएलआई छ। आइएलआई चाहिँ नि 437.50 छ होइन। अब यसको पनि फेरि हेरौँ है त हजुरहरूलाई। आइएमई लाइफ इन्सुरेन्स, यसको कति छ डिभिडेन्ड, गएको वर्षको डिभिडेन्डहरू 10.53। फेरि यहाँ आउनुहोस्। अब अघि चाहिँ क्यालकुलेटर खोल्नुहोस्। 10.53 डिभाइड बाई अब एलटिपी लास्ट ट्रेडिङ प्राइस भनेको आज 2026 5 महिना 9 भने 5 महिना 8 घटेको है त, डिभाइड बाई एलटिपी कति छ यहाँ 4.37 डिभाइड यो डिभिडेन्ड दिएको 10.53 डिभाइड बाई 437.50 होइन, इन्टु कति गर्ने, इन्टु 100। पर्खिनुहोस् है, 10.53 10.53 डिभाइड बाई 437.50 इन्टु 1/10 गर्दाखेरि 2.40 आउँछ।
यो के भयो, यो नमिलेको रहेछ क्या यो। अर्को हेरौँ है त। याल भनेको यसले 4.61% दिएर रहेछ है। यालको लक्ष्मी सनराइज बैंक लास्ट डिभिडेन्ड कति दिएको छ? 10.53। 10.5353 डिवाइड बाई 216.70 इन्टु 1/10 4.85 आयो। भनेको यसरी यो गलत पनि हुनसक्छ है, कतिपय डेटाहरू अब कम्प्युटरले गर्ने हो होइन, कुनै डेटा इन्ट्रीमा कुनै उसहरूमा तपाईँहरूले भेरिफाई गर्नलाई फेरि आफैले अब सेयर किन्नुभन्दा पहिले आफैले म्यानुअल्ली चाहिँ गर्नुपर्ने हुन्छ, किनभने अब सबै कम्प्युटराइज छ होइन, सिस्टममा टाइपिङमा कतै केही नमिलेको पनि हुनसक्छ। त्यो हुनाले त्यसरी गर्नु हुन अनुरोध गर्दछु है त। यसरी डिभिडेन्ड यिल्डहरू हामीले यसरी हेर्न सकिन्छ। यो 1700% डिभिडेन्ड दियो, भव्य बम्पर उपहार स्वरूप भन्दै त्यो विभिन्न ती नाराबाजी मिडिया न्युजहरूको त्यो के भन्छ अतिरञ्जित ती समाचारमा नपर्नुहोस्। तपाईँहरूले डिभिडेन्ड यिल्डहरू यसरी हिसाब गरेर किन्नुभयो भने, तपाईँहरू यदि डिभिडेन्डको लागि इन्भेस्ट गर्नुभएको छ, लङ टर्मलाई इन्भेस्ट गर्नुभएको छ भने यसरी गर्न सक्नुहुन्छ। अब यसरी अब युनिलिभर नेपालले अब त्यत्रो 1700 कति पर्सेन्ट डिभिडेन्ड दिन्छ, जम्मा 3.97% दिएको छ। भनेको त्यसले भन्दा धेरै एमएनबिबिएलले दिएको छ, अब लक्ष्मी सनराइजले दिएको छ होइन, एसएनएलआईले दिएको छ गरेर यसरी सबभन्दा थोरै डिभिडेन्ड दिने कसले रहेछ? मेनले रहेछ 3.56% हाइड्रो पावरको। यसरी तपाईँहरूले डिभिडेन्ड यिल्ड निकालेर आफ्नो लगानी स्ट्राटेजीहरू बनाउन सक्नुहुन्छ। आशा छ आजको भिडियो तपाईँहरूको लागि केही एनालाइसिस गर्न अथवा तपाईँहरूको केही नलेजमा चाहिँ नि थप सहयोग पुग्यो होला भन्ने अपेक्षा राख्दछु। हस् त, आजको भिडियो यहीँ टुङ्ग्याउँछु। मलाई बिदा दिनुहोस्। अर्को भिडियोमा अवश्य पनि भेट हुनेछ। नमस्ते।